के यो देशको राज्य संयन्त्रको आत्मा मरिसकेको हो कि हरेक सत्ताका मान्छेहरूको आत्मामा राक्षस बस्यो? किन यति विघ्न निर्दयी चरित्र प्रदर्शन भइरहेछ अचेल? यो दृश्य हेर्दा हरेक व्यक्ति, हरेक मन भावावेशमा आउन बाध्य पार्दैन र? अनि यस्तो कर्तव्य गर्न कसरी सक्छन् यी राज्यका मान्छेहरू? यो दृश्य कैलालीको गोदावरीको रहेछ। टेम्पो एक गरिब परिवारको हातमुख जोड्ने माध्यम रहेछ। घर ल्याउने जाने गरेको थियो बिहान लागि हामीले यो बुनका मान्छे आउन हुने थाहै थिएन। बिहानै मैले गाडी पुरै मान्छे घर आएको थिएँ। गोदावरीबाट माथि पहाड चढ्दा जङ्गलको बाटो छ। गर्मीको सिजन रमाइलो ठाउँ भएकाले पहाडको शीतल खान अत्तरियादेखि धनगढीसम्मका मानिस त्यहाँ जान्छन्। तिनै मानिसलाई यस्ता टेम्पोमा सामान लगेर सडक छेउमा राखेर बेच्नेहरू देखिन्छन्। सायद यो टेम्पो तिनै मध्येको एक थियो। तर यसपटक वनका कर्मचारीहरूले यी गरिब महिलाको त्यो टेम्पो भिरमा लडाइदिएछन्। आज म गाडी फालिदिनु हुँदा म गइसकेपछि मैले सामान गाडीभित्र सामान फालिहालेँ। त्यसले म सामान राख्दै जाऊ मेरो गाडी घर लैजाने। म अहिले पर्खु भने ढोकेँ। मैले कति मिहिनेत गरेको म यहाँ के गर्नु बाइकको गाडी हो मेरी। न फालिदेऊ मैले कर तिरेको छु गुनामा ल्याएको छु तिरेको छु चल्लियो गाडी। मैले मेरो गाडी फाल्यो भने म पुलिसको गाडीलाई ढुवाइदिनु मैले भनेको। गल्ती नै थियो होला, सजाय दिने कानुन पनि छ होला, तर राज्य लठैत जो छ। चाहियो खानाको लागि त